ल साथीहरू, आज म फेरि तपाईहरुको माझमा नयाँ भिडियोको साथमा उपस्थित भएको छु। कृपया हाम्रो भिडियो कस्तो लाग्छ सब्स्क्राइब र शेयर गरेर कमेन्ट गर्न नबिर्सिनु। आज म तपाईहरुलाई लुम्बिनी प्रदेशको मुख्य शहरी क्षेत्र बुटोलमा विभिन्न ठाउँमा घुमाउने छु। बस पार्क, अमरपथ, मैना बगर, बुटोल नेपालकै टप 10 सहरभित्र पर्ने एउटा सहर हो। यहाँ मानिसहरूको उच्च बसोबास रहेको छ र व्यापारिक केन्द्र पनि मानिन्छ। यहाँ हामी मैना बगरबाट हिँडेको बस पार्क हुँदै हामी माथि प्रहरी चौकी र जिल्ला अदालतसम्म आइपुग्यौँ। दिउँसोको 12 बजेको घाम रहेको छ। खासै अब यतातिर गर्मी चढेको छ र मानिसहरूको त्यति चाप देखिँदैन, सबै घरभित्रै छन्। यहाँ दिउँसोमा भन्दा बिहान बेलुकी निकै चाप देखिन्छ। यो लुम्बिनी प्रदेशको सबैभन्दा ठुलो व्यापारिक केन्द्र र सबैभन्दा ठुलो सहर रहेको छ। पहिला यहाँ लुम्बिनी प्रदेशको राजधानी राख्ने भनिए तापनि अहिले चाहिँ दाङ देउखुरीमा चाहिँ सारिएको छ। ल साथीहरू, हाम्रो भिडियो चाहिँ तपाईलाई कस्तो लाग्छ त? कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र कमेन्ट बक्समा कमेन्ट लेख्न चाहिँ नबिर्सिनु होला र युट्युबमा भए सब्स्क्राइब र फेसबुकमा फलो चाहिँ गर्न नबिर्सिनु होला है त। ल साथी, र अन्तिममा 1 लाइक चाहिँ गर्न नबिर्सिनु होला।